राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्रीको उम्मेदवार बनाएर बालेनलाई पार्टीमा भित्र्याउने, सभापति रवि लामिछाने नै रहने र वरियता क्रम रविभन्दा पछाडि सभापतिभन्दा पछाडि बालेनको रहने र तेस्रो वरियता चाहिँ कुलमान रहने र कुलमानलाई पनि ल्याउने भनेर जुन प्रस्ताव गाछ भनिएको छ, यो प्रस्ताव सही नै हो मैले भनेको? अब यस्तो यात्रा सहयात्रालाई तय गर्ने भने यात्रा तय गर्ने हो भने एउटा अभियानमा सँगै जाउँ भनेर तय गरेर जाँदाखेरि दिनेले दिनुपर्ने लिनेले लिनुपर्ने के हुन्छ, कसरी मिल्न सक्छ, त मिलेर जानुपर्छ पहिलो कुरा, नत्र सहयात्रा तय हुँदैन। अहिले पछिल्लो चरणको कुरा के हो भने को प्रधानमन्त्री बन्ने, को नबन्ने, को पार्टीको सभाध्यक्ष बन्ने, को नबन्ने, को सभापति बन्ने, को नबन्ने भन्ने सन्दर्भ भन्दा पनि यतिखेर चाहिँ समग्र अभियानलाई कसरी नेतृत्व गरेर जाने भन्ने कुरा हो। यो अभियान आज यो वैकल्पिक राजनीतिको अभियान आज यहाँको मात्रै अभियान होइन, यो लामो अनन्तसम्मको यात्रा भएको हिसाबले समग्र नेपाललाई नेतृत्व गरेर नेपाललाई एउटा चरणमा पुर्याउने होइन। हामीले सबैभन्दा धेरै पछिल्लो समय सुनिएको विकास र समृद्धिको नारा छ। यो विकास र समृद्धिको नारालाई टेकेर अझै हामी त संविधानमै प्रस्तावनामै समाजवाद लेखेर बसेको देश हो। प्रत्येक राजनीतिक दलले समाजवादी नीति तथा कार्यक्रम तय गर्नुपर्छ भनिरहेका छन्। त्यसो हुँदाखेरि लामो समयसम्मको लागि त्यो समाजवादसम्मको यात्रासम्मको लागि त त्यो मैदानमा त धेरै खालको मान्छे अटेर जानुपर्ने हुन्छ। त्यसो हुँदाखेरि अहिले जे प्रयत्न भइरहेको छ